सक्यो यस बेला हरदास र जुद्धको बेला गोडा जानु एउटा होइन क्या रे
दुई चार पैसा काटी बादमा कमाएर जान्छ छोरी त बेला थिए भन्न पाउँदा भइरहेछ उता बेला चलाउँथे एउटाको 100 रुपियाँ लिएर सित्तैमा केही हुँदैन रोक्कोले सित्तैमा केही हुँदैन केही हुँदैन तिमीले उता गल्लीमा पर्छ म ल्याइदिन्छु यो बुढी यस्तै हो अनि बुढी नभएका बेलामा नि त ल्याएर बाँधिदिनु सके दोहोऱ्याएको रसगोल्ला पनि ल्याइदिनु नसकेर राम्रा कस्तो कस्तो दिइरहेको हेर्नु न बाख्रालाई बोका चाहिँदाखेरि पनि पैसा पो चाहिन्छ मैले पिङ ल्याइदिएको छु लिएर जाऊ ल भोलि बिहान नै ल्याइदिनु र बाँधिदिनु अनि सुन त हप्ता दिन गर्छ नि त्यो पार्टीलाई लुट नदिनु लुट भनेको बुझ्नु भयो नि नदिनु है राम्रा पाखा पाउँथे म लिएर जान्छु त ल ठिकै राखेका छन् नि बिएसी पास गरेर नोकरी गर्नुला सरकारी अफिसमा बस्नु भनेर सोचेका छन् तर हिजोआज यो नोकरी भनेको नि बुटिङको कुण्डली भएछ हठात मिलाप त हुने कुरो हो नि ए गाउँमा बाजे बस्नु होइन आज निकै जिम्मा त गर्दैन पहिले कता पहिले कता पुसुक्कै बस्न नपाइने धेरै मन लाग्दा पनि निस्किन नपाइने आज नि पसु भनेरै बसेको अनि एक्लै एक्लै बोले जस्तो सुन्दै थिएँ किन बुझाएका के हुनु र छोरीले एकपल्ट पनि फेल गरियो त्यसै आमाजीलाई झपारेको यो आइनेको जातको एकलो हुँदो रहेछ छोरीलाई मजाले पढाओ मेट्रिक पास गरो राम्रो कुटुम्बमा आउँछ भनिया त मलाई नै उल्टा भनिरहेको थिएँ
छाकाका छोराछोरीले कुनै पनि राम्रो होइन त्यही छोरी धेरै छाकाउँछ आफ्नो संस्थाले सारा खानदानको इज्जत बर्बाद हुन्छ सब कुरा गर्नुपर्छ जस्तो मलाई लाग्दैन यस्तै कुराहरू भनाइदिनु सुनेर म तिमीसँग भेट गर्न आएको यो छोरीको जात भनेको नि जिउँदो सिनो सरी हेर म गाउँको मान्छे म खोलेर भनेको राम्रो हुन्छ त्यो भन्ने मेरो समय छ तिमी छोरीको निकै लडा म सुन्न पाउँदैछु हेर छोरीलाई केही काम गर्नलाई ताइले के बस गराइदियो मलाई जिउँदो सिनो बढ्ने कुरामा पुगेको छ हुन पनि के नहोस् त आमाजीले नै छोरीलाई गुरुक्क पारेर राखिन्छ टाउकोमा ल्याइमा कति नजर राख्छ आमा तलमा ठाउँमा जान्छु आमा त्यसको गर्छु मलाई पत्तो गरेको अब भने एकबाट घरलाई निक्लेर जान दिन्न निक्लेर गए भने पनि पस्नै दिन्न यसै भएन उसै भएन अझै तपाईँले नजर राख्ने कुटुम्ब छैन 15 दिनमै सक्यो भने टिको टाढो गरेर दिन्थे ऋण ढाल गरेर भए पनि मलाई कुटुम्ब किन नपाउने बसेर पासे गाउँमा एकजना हाम्रो आफ्नै परेछ तर नि हामीले पिउन गर्छ बसै पर्छ भोलि बिहान केटीमा गइदिउँ अति राम्रो हुन्थ्यो हजुर अति राम्रो हुन्थ्यो मेरो पुर्खादेखि आएको वंशको इज्जत बाँचिरहन्थ्यो भोलि नै बिहान गराइदिने कोसिस गर्नु ए भित्र पोसा हो एक बेला एकदम मिठो चाहिँ लिएर आउँछ गाउँबाट जानु भएको छ नमस्ते 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 ए नानी लाटे आयो तिमी भाइ कहाँबाट आयो मर्दैछौ कि नगरे यसले पुरै बिएससी पास गर्यो त्यो के अरे खेती विभागमा अनि नोकरी पत्र खोज्दै आफू पनि हयाली भइरहेछ पैसा पनि खराइ पाइँदैछ अनि अस्ति सिलगढीको थियो अरे इन्टरभ्यू अनि सेवाको बारेले काम होला त छोरीले मलाई हैरान पारिसक्यो जतिले इन्टरभ्यू पास गरेर पैसा नदिई केही नहुने म चाहिँ अब सरकारी मामिलाको मन्जुरी लिएर र सरकार लोन ब्याङ्कबाट लोन निकालेर ठुलो एउटा कृषि फर्म गर्ने विचार गर्दैछु आगे इज्जतको जिन्दगी सँगसँगै स्वाधीन कर्म र सकेछ भने 2-4 जना शिक्षित बेरोजगारहरूलाई कर्म स्थापना दिने पनि कोसिस गर्छु हजुर हुनुभयो बुढापाका गाउँबुढा हामीले मानिआएका सामान्य व्यक्ति परेका खण्डमा चाहिँ हजुर सल्लाह परामर्श दिनै पर्छ तिम्रो आदर्श देख्छन् आजकलका केटाहरू बिग्रिए भन्ने हुन्थ्यो जुन चाडमा भनाइ छ नि त्यो गलत जस्तो लाग्यो मलाई हेर नानी तिमीलाई म मुखेर मात्रै होइन हर किसिमको सहायता गर्नेछु जा भित्र भात पाएको होला नुहाइधुवाइ गरेर फर्का जा जा भगवानले म घरै आउन ठिक छ तिम्रो छोराछोरीलाई देवता गरिरहेछ यस्तो छोराको गाउँमा त ठुलो कर्म गरेको हुनुपर्छ यसको लागि नै तिनीहरूको दुवैको मत नमिलेको रहेछ अर्को छ नि राक्षस जस्तो घरमा बाँच्नै छैन सिमको भाँचेर दिँदैन बिहेमा पढ्छु भन्दैछ के गर्छ उही जानु राति 11-12 बजेसम्म एक्लै नभए 2 दिनवटा लफङ्ग केटा लिएर होला आउँछ हातमा पिस्तोल छुरी लिएर हिँड्छ अनि त आमा र
बिनीलाई हक्कुनुको धम्काउँछ अनि खायो हिँड्यो ए बाजे यही नै हो छोरी जानु यसपालि मेट्रिक दिएकी थिए अनि घरका काम धन्दा पनि राम्ररी गर्छ अनि नानी रिजल्ट त दियो अरे को पास भयो म स्टुडेन्ट लेखेको छैन रिजल्ट अरे पैसा लिएर जानुपर्ने बाबुलाई भनेको कस्तो विचित्र संसार एकै बोर्ड कोठाबाट जन्मिएका को कस्ता भनिहाले नि घरमा जेठो छोरा बस्दाखेरि अँधारो छ भने पनि उज्यालो हुने अनि ती अरू दुईटा बस्दाखेरि उज्यालो छ भने पनि अँधारो हुने के गर्नु छोरा आफ्नै पनि छोराछोरी माया त उति नै छ नि होइन नानी निकै बिहामा गरेँ मैले अब चाहिँ म जानु पर्यो भोलि मान्छे आउँछ नि म पनि बिउ गर्न जानु पर्ने भात खाएर जाउँ कि अनि हो अझै गफै मागेर बस्नु नि घरको नानी देली सबै सुनाउनु अरूलाई कति गएकी छ माथि अहिले भेटिँदैन म भात फुलेर बस्नु नि मित्र जानु पर्दैन गफै मागेर बस्नु पाइ लु आज पनि मास्टरै हुनु पर्दैन सबै हिँडेर फिलै खुट्टा ल्याएर बसेर सबै फोहोर पारेर यो गाउँडो पनि नि कम्तीको छैन म जान्दिनँ भनेर उसकी आफ्नै छोरी चाहिँ खराब उडिएर बसेको थाहा छैन म जान्दिनँ सुनेकी छुइनँ भने कि आज त कुन चाहिँ आउँदो रहेछ यहाँ छोरी मान्नलाई टिप्प खेलाएर खेल्दछु बालका छोरीलाई बिहे दिने भएका लाजै देखा हाम्रा भात लागेको तिमीले तेरो मासु अघिल्लो बालेर छोड्यो यतापट्टि पाउको किस्ने यतापट्टि तेरो किस्ने क्या उठ्ने उठिस राख्ने बुढा सङ्गी क्या हो के गर्दै फाइनल बी नबोले मलाई हतार पनि भात खाएर यो खोला जान्छु भने हुनुहुन्छ कि खोलातिर नहुन त जानु पर्यो कि हेर्नु अब मलाई 1 लाख रुपियाँ चाहिएको छ इमिडिएट 2 लाख रुपियाँ यसो उसो म पनि जान्दिनँ बसेकै कुरा रुपियाँ चाहिन्छ तपाईँ हतार हुन्छ ए बाबुले रुपियाँ कमाएर दिनु हो तपाईँ गस्ती छैन 1 लाख रुपियाँ के गर्छ कसैले बिक्री गर्नेछ बाटो बन्द गयो गाईहरू बाख्राबाट बेच अनि रुपियाँ जोगाड गर मेरो इज्जतको सवाल छ एउटा साथीहरूका लागि मैले उनीहरूको लायक रुपियाँ छुइनँ अहिले चाहिँ 500 रुपियाँ दिनुहोस् भात बेच्दै गएर होइन आउँछ घरसँग सधैँ जङ्गलमा दिन्छ यो चाहिँ खुलासी गर्छ तर भाँच्ची भन्ने खाएर उहाँहरू गरी पार्टी गएको मात्र लागेको हुन्छ त म भात खाएर छुइनँ पैसा जोगाड गर्न भन्नु त्यसलाई गरम गर्नुहुन्छ म गएँ रजित आएको थियो खटार गरेर गयो पैसा चाहिन्छ भन्दै थियो के भने नि भात खानु पऱ्यो भने कि कहाँ जानुपर्ने थियो बिउको खरिद गर्नुपर्ने अनि पैसा पनि अलिकति खोज्नुपर्ने रजित आएको थियो व्यापार गर्छु भन्दै थियो 1 लाख रुपियाँ चाहिएको गर्नुपर्ने अनि कागजात फोटोटेन गर्नुपर्ने फोटोटेन होइन फोटोस्टेट भन्नु न
रन्जी बला हामीलाई रन्जी लागेको थियो कति अरे 1 लाख रुपैयाँ अनि यसलाई फरम फिलअपहरू गर्न कति 5,000 रुपैयाँ अनि तपाईँ दसैँ तिहार फरम टिको टालो भन्दै जानु के जाने कुरो त भन्छु नि हौ कस्तो नापिनु भयो म त प्रेम गरेर गर्छु अङ्कले इङ्ग्रेजीमा ट्युसन पनि लिन्छु सबैले एक्जाम दिन्छ म चाहिँ के भन्दिनँ तब घरकै काम भन्दा राम्ररी तपाईँ हो नि परीक्षा लेख्न थालेन अनि रञ्जितलाई भनिदिनु घरमै आएर घरका काम भन्दा के गरौ अनि मात्रै के गरेन भने कर लाग्छ पैसा मागे घरमाथि लफङ्गे केटाले मिलेर आयो भने खुट्टा भाँचिदिन्छु त्यसलाई जानु छैन घरमा अनि सुन तँ पनि घर छोडेर गइस् भने चिन्तो गर्छु अनि अर्को सुन भोलि पासिकाबाट मान्छे आउँछन् तपाईँ हेर्नका लागि राम्रो बर्ताव गर्नु अहिले भनिराखेँ नि मैले नि केही भनिनँ गाउँ बुढो आएको थियो ती बुढाको नानी हरेर गएको छ त्यति नै काम भइरहेछ भन्दै गर्छ चल्दै गर्छ यति सानैमा बिहे गरिदिने कस्तो छिप्पिएको हुनु मैले मागेर आएको छु काकी ती बोकाको भाडा 50 रुपियाँ कहाँ 50 रुपियाँले हुन्छ 100 रुपियाँ चाहिन्छ दिन राति राखेको अरू 50 रुपियाँ देऊ अनि अस्ति मिलाएर गएको छैन काकी एका दिनको 50 रुपियाँ भनेर वाह कस्तो राम्रो गरे जाऊ ग्रुपमा आज 50 रुपियाँ लिएर अब त मेरो होला हे परमेश्वर ल म अहिले चाँडै गरेर लिएर आउँछु है गाई नभएको जङ्गली दिनो जगतको जस्तो सुन्छै अब बिहेको कुरो गर्दैछ म 1 वर्ष पढ्छु भन्नु अहिले म बिहे गर्दिनँ भन्नु नभए फेराको मती छ मान्छेले आएर मन मार्नु के छैन म त बिहे गरेको कि भनेर सबै गर्छु अरू काम गर्नु परेमा झुन्डेर गर्छु जा सुकै जा मर्की त्यसरी मलाई केही काम छैन जा सुकै जा भनेर आयो अहिले हाम्रो तपाईँकै कुरा गर्दै थिएँ तँ बस्नु कति लामो आएर त तपाईँको त आयु लामो भएको राम्रो हो र हुन त यो दुःखको जीवन लामो भएर के गर्ने कस्तो उल्टा बुझ्नु भएको यत्रो दिन कहाँ रहनु भएको थियो मेरो हिजोको कुरो त सुनिहाल्नु भयो होला अब भोलिदेखि फेरि आउँदै यसपालि चाहिँ राम्ररी पढेर पास गर्नुपर्छ नभए त घरमा बिहे पास गर्ने कुरा चलाइरहेका छन् तपाईँ त एकदमै ख्यालै गर्नुहुन्न घरमा बिहेको कुरा चलाउँदा तपाईँलाई अलिकति चिन्ता लाग्दैन मैले त भनिदिएँ बरु झुन्डेर बोल्छु अरूसँग त बेरै गर्दिनँ सिवाय तपाईँको त्यसको लागि चिन्ता नगर मात्रै 2-3 वर्ष पर्छ स्कुल हुने बित्तिकै कतै केटी दिन आए तर प्रेम गरेको प्रेम हो अच्छा म सानो भाइ कहाँ जाने आमा ए आमा के बोकाको भाडा 50 रुपियाँ राम्रै बोका त्यसमा त्यसै भन्नु न दिनको रिजल्टको रक्तले पनि आइपुगेछ दादा माया रक्तलाई पनि चालेर आइज अनि भनेन नि
गरियो विशेष गरी यसपालि पनि तिमीले पहिला के कस्तो हुन्छ दसैँमा खर्च दिनुला ए आइको 50 रुपैयाँ ए कस्तो खाएको हो यो कुरा साडे आज के हो बस्ता टाइममा ल्याएको हरे कृष्ण पैसाको खायो सबैलाई हुन्छ तर तपाईँलाई पनि त अलिकति धेरै नै हुँदो रहेछ खानामा चाहिन्छ जान्छु म 100 रुपैयाँ तिरिसके अझै पनि 1.5 करोडमा छोडेको छु सबै काटेर भुक्क पाएर मान्छे जा मोर्कीमा काम सक्यो तर आफ्नो साडो काम सक्यो छैन नापिको रहेछ है मान्छे खानै नापिको रहेछ त्यही मोहिना प्लिज म आफैले उनीहरुको पाउँछु कता पनि त्यो लो छिटो गर त किन खाना खाएर जानु त अनि थोरै बनाइदिनु त आएर यत्रो दिउँसो मासु न रोक्नेमा काट्न कोही पनि छैन खाने बेलामा चाहिँ घरभरि मान्छे अहिले त्यहाँनिर गएर कोही छैन सबै मरे क्या हो भित्र कोही जिउँदै छौ पानी एकपल्ट झटी पिउन मन लाग्यो यो घरमा कोही नभएको बेलामा घरमा आएर के गरेका तिम्रो इज्जत मान सम्मानको चिन्ता छैन एउटा स्कुलमा पढाउँछु यस्तो शिक्षकलाई लाग्छ हुनुपर्ने हो कि होइन आजदेखि यो घरमा पाइलो बाहिरबाटै जान आँटेको तर कहाँनिर यिनले खाना खाएर जानुभन्दा म खाएर निस्केँ सुनेको थिएँ आज घरमै देख्न पाएँ फेरिमा उठाउँथी हो ट्युसन पढ्ने अनि गाउँहरूले खाना खाने कस्ता कस्ता समस्याहरू आइरहेका हौ
वनमा मस्ती थाम्छ, मनका सबै पीडाहरूले समाप्त हुन्छ अनि समाजमा सारा समस्याहरू मुक्त भएपछि समाजमा समाधानको के खान्छ? यो भगवानका वाक्यको कुरा हो। होइन केटा हो के गर्दैछौ? मान्छेका आकृति भएका जानवरहरूको यहाँ सोल्ला शोभा अनि मिटिङ हुँदैन उनीहरूले। मान्छे जानवर दुईटा मुक्ति भेटको महान हुन्छ। अन्याय न्यायको विचार उनीहरूले हातमा शिकार खेल्ने हतियारहरू मुक्ति विप्लव र विचारहरूको के काम दिन्छ? रसोले कति के अब यहाँ दिउँला उनीहरू बाबामा रहेको छैनौ नि। समाजमा अधिकारीहरूलाई यस सुनिको स्वास्थ्य पाएर उनीहरू घरिघरि सबैलाई एक पार्नु छ। यसको गोलीमा तपाईँ भन्छु भ्रष्टाचारीहरूको छातीमा गोली गाडेर म महान विप्लव ल्याउनेछु। यस विश्वको भनले दुनिया स्वर्ग बनोस् या नर्कमै डुबेर बसोस्, म चाहिँ एक पदम तानेर चन्द्र सुन्दर हाल्छु। यो ए गाउँमा चाहिँ म त तपाईँकै जाँदै यी केटाहरूसँग के को गम्मती गर्नुभयो? गम्मती मात्र होइन यी केटाहरू सबै कुवासँग लागेछ। डकाइ खुट्टामा बसिसकेछ। अनि तिनीहरू छोरो जान्छ होइन गोली आउन लाग्यो तिमी झोलमा। अब रसगोल्ला आयो। गोली खानेका पिलाले त्यहाँ बस्न हिँडेका मरोस्। यो गाउँको पुरी होटलमा प्रतिदिन खान्छन् हेरौँ अनि गएर अर्काको पुरी होटल खोज्दाखेरि अनि चाख्छ नि दुनियाँ कस्तो हो। हिसाब बकवास हो समाजका। सबैलाई समान पाएर हामीलाई न्याय
मोबाइल लिएर आइदियो जसको क्यामेरा राम्रो छ। आइया हानोगी क्या हो? आफूले
विपदको बाटो विपदको बस्ने व्यक्तिले केही गर्न सक्दैन। पानी नपर्ने बाटो गर्दै जस्तो यस्ता अवस्थाहरू कति सन्तान र कति समुदाय सिधैतिर देशै पढेको शिक्षक हो तिनीहरूमा केमा कमी अब रोएर के फाइदा? साउंडर एजन अकमान आहासन सिंगारी साउंडर एजन अकमान सरकारी जागिर खाने केटालाई आफ्नो जातमा मिल्ने केटालाई दिएको थिएँ। 10 रुपियाँले जानेका थिएँ। म एकै छोरीलाई खानामा हालेको थिएँ। अहिले कोदो बङ्गालीसँग जात नबुल सबैमा मर्दा लागेर गयो। अब मेरो सबै खराबी पारे थाकेर भनेर पढ्न छोडेर अर्कालाई त्यसमा राखेको छ के गर्छु? यो एउटा हरिमुसले एउटा आँखाले नदेख्ने राक्षस जस्तो त्यसले नै पढाएर राखेको थिए। अनि त्यसलाई बन्दोबस्त गर्ने मास्टरले केही हो। माया हामीले भेट्यौँ त्यसमा पनि मायालाई काममा राखेको छ अनि रातिले गहना पैसा लिएर कलकत्ता भागेको छ। म चाहिँ बिहार देश आएकोबाट म बसिरहेको रहेछ धर्म रसले गाईले भेटेर ल्याउँदै हुनुहुँदो रहेछ। यहाँ बसेका माता पिताको बुझेको सबैजनासँग माफी माग। छोरी, मेरी छोरी बाबा
उपयुक्त नभए पनि मायाले पनि मलाई छोडेर अर्कासँग गए पनि यिनको अँध्यारो जीवनमा म उज्यालो पार्नेछु। मेरो तो गएको छोरीलाई पनि आज भेटियो।